हेलो गाइज, के छ? सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ भन्ने आशा छ। म चाहिँ आज मेरो लाइफको पहिलो ओरिजिनल भोइसबाट ब्लग बनाउन गइरहेको छु। पहिलो ब्लग अब त्यो जस्तै भयो भने पहिलो ब्लग हो, जस्तै जे भयो भने स्वीकार्नु होला है त। अब देखिहाल्नु होला मेरो पेसा त भिडियोमै देखिहाल्नु भयो होला, भन्नै पर्दैन जस्तो लाग्छ। अब कहाँ छ के छ भन्दाखेरि चाहिँ, कुन ठाउँमा छ भन्दाखेरि चाहिँ म हाल मरिससमा छु। लगभग भयो 2 वर्ष जति भयो, 2 वर्ष जति भयो। तर 2 वर्षपछि चाहिँ पहिलो बनाउँदैछु ब्लग। अनि आज यसो हेरेको, कहीँ देखेको थिइनँ। यहाँ आएको यत्रो भयो, कहीँ देखेको थिइनँ। यो सल्लाहको बोटहरू, जङ्गलहरू त्यत्रो ठुलो पनि छैन यहाँनिर। पहाड त छ, तर नेपालको जस्तो ठुल्ठुलो जङ्गल छैन। सानो देश हो मोरङ, नेपालको मोरङ जिल्ला जत्रो देश छ एउटा, त्यस्तो छ। अनि आज यसो काम यता सामरातिर आएको थिएँ, अनि यसो हेरेको, यतातिर रहेछ आज ठुल्ठुलो रुखहरू, जङ्गलतिर छु। देखिहाल्नु भयो, मैले चलाउने गाडी चाहिँ यही हो। अनि म कुन कम्पनीमा काम गर्छु भन्दाखेरि चाहिँ हाम्रो कम्पनीको नाम चाहिँ जिएस स्टिल भन्ने कम्पनीमा काम गर्छु, कार्यरत छु। यस्तै छ गाइस, ड्राइभरको जिन्दगी यहाँनिर। अब ड्राइभरहरूको खासै भ्यालु छैन। अरू देशहरू जस्तो साउदी, कतार, दुबईहरू यस्तो भ्यालु छैन। जे पनि लाउँछन्। हेल्परको काम पनि गर्नुपर्छ बेला मौका, यस्तै हो। ल त गाइस, अपडेटहरू आउँदै गर्छ। अब भ्लगहरू बनाउँदै गर्छु, ढिलो चाँडो चाहिँ जस्तै भए पनि होइन है त। लाइक कमेन्ट गर्नु होला।